ठीक छ प्रभावशाली व्यक्तित्व आजको कार्यक्रमका सञ्चालक महासचिव आफैमा वरिष्ठ पत्रकार आफैमा कानुन व्यवसायी विष्णु गिरीजीलाई हामीले यो कार्यक्रमलाई सफल तुल्याउनको लागि हाम्रो टिम जुन तरिकाले खटेको थियो, नेतृत्व जुन तरिकाले अगाडि बढिरहेको थियो, यसलाई अन्त्य गर्न हुँदैन। यो जसै गरे पनि हामीले सम्पूर्ण गर्नै पर्छ भन्ने सवालमा न दिन न रात न भोक न प्यास न तिर्खा यस्तो अवस्थामा हामी 1.5 महिना जति खटिएर अगाडि बढ्यौं र आजको यस कार्यक्रमलाई भव्य र सभ्य बनाउनको निमित्त हाम्रो निमन्त्रणालाई स्वीकार गरेर आउनुहुने नेपाल सरकारका रक्षा मन्त्री माननीय मानवीर राईज्यू, उहाँको कार्यव्यस्तताले गर्दा अहिले अन्तिमसम्म त हेरेर बस्न भ्याउनु भएन र यो कार्यक्रमलाई गीत सङ्गीतको मार्फत नजिकबाट निहालेर हेर्न आउनुहुने